गाइज गुड इभिनिङ भइसक्यो है। यहाँ चाहिँ गुड इभिनिङ भइसक्यो। म चाहिँ यहाँ छु। अब म चाहिँ गर्मी भयो क्या, पर गर्मी भयो क्या, गर्मी भयो। त्यही हो, गर्मी भयो। अनि एकछिन बाँधिसकेको हल्का 5 मिनट जति ब्लग बनाऊ भनेर चाहिँ हो। त्यही हो, गर्मी भएर एकछिन बाँधिसकेको। सब्जी चाहिँ पाकिरहेको छ। तपाईँलाई सब्जीतिर पनि लान्छु, देखाउनु कस्तो बनाएँ मैले होइन, कस्तो बनाएँ सब्जी हेर्नु होला र प्रतिक्रिया दिनु होला मलाई। म चाहिँ यो फेसबुकमा हाल्नुको लागि 5-6 मिनटको भिडियो बनाउँदैछु। जे होस्, इन्ट्रेस्ट लाग्छ हल्का भिडियो बनाउनु। अनि यहाँ चाहिँ अदुवाहरू केटाले रोपेको अदुवाहरू है, अदुवाहरू छ, फर्स पिदालो पनि छ यहाँ, अनि मेवा पनि छ। अदुवा, त्यसको बादमा पिदालु, लसुन, अनि यहाँ यो त्यतिकै गमलामा गराएको। अनि त्यहाँ चाहिँ लत्ते पनि छ, लत्ते हेर्नु होला, लत्ते। त्यहाँदेखि अनि मेवा पनि थियो। यो चाहिँ खै के हो, यो मलाई पनि थाहा छैन। यो चाहिँ मलाई पनि थाहा भएन। खै बाँस जस्तो देखिन्छ यता चाहिँ, सुपारी पनि होइन, केही पनि होइन, नरिवल सुपारीको बोर्ड जस्तो देखिन्छ। तर यो के हो यहाँको नाम मलाई थाहा भएन। अनि यो चाहिँ मेवा है, मेवा हेर्दै जानु सर। बुढो भइसक्यो भने यो पालि कम फल हो, यो कम टिपी खायो नि त। अनि पर क्या क्रेनले झार्दैछ, आमा यति माथिबाट बिल्डिङबाट झार्दैछ। त्यसको जमिन कहाँ छ? त्यसको जमिन यो लेभलमा छ है, यो लेभलमा। त्यही हो, गर्मी लागेर चाहिँ हल्का के हो हावा खानु मिसेको। अब म तपाईँलाई सब्जी देखाउन लान्छु। सानो आगो पारेर, धनियाँ पनि रहेछ, सानो आगो पारेर चाहिँ मैले छोडिहाल्छु यस्तो हावा खानुको लागि। अनि त्यही हो, म चाहिँ जान्छु। यो चाहिँ कपडाहरू है, कपडाहरू हेर्नु होला। आज छुट्टिएको दिनभरि यस्तै बसियो, सुतियो, मोबाइल हेरियो, न्युजहरू हेर्दै बसियो। यो चाहिँ हाम्रो मास्टर रुम, यहाँ खाना खाने डाइनिङ रुम। यहाँ कहिले कहिले छुट्टीको मान्छेहरू रेस्ट गर्छौँ हामी। यहाँ चाहिँ यो कोही छैन, त्यही भएर यहाँ राखेको है। अनि यहाँ आज चाहिँ 3जना छुट्टी छु, 3जना छुट्टी थियौँ। अनि एकजना दाइ चाहिँ घुम्नु गएर छ। अब सरी म चाहिँ किचनमा लान्छु। म देख्दैछु भाइ, राम्रो छ। मेरो कस्तो फेस कतिको देखिने छ? ठिकै छ फेस? यस्तो गर्दा देखिन्छ कि ठिकै छ? अलिक माथि गर्दा यतिको। अब म तपाईँलाई डाइरेक्ट किचनमा लान्छु। कस्तो हुँदैछ सब्जी, डढिसक्यो पनि होला है। अनि हेर्नु होला, किचनमा आइसकेँ हेर्नु होला। यस्तरी किचन फोहोर छ, फोहोर नभनिदिनु होला। चाहिँ किचन बनाउँदैछु। आमा पस्केको पनि देखाउँछु ल, तर हुँदैन होला। भाइ यहाँ एकछिन हल्का पक्रिदेऊ त, यसरी भेरी बेस्ट। त्यही हो, चिकन भयो। दाल चाहिँ मैले हिजो नै बनाएँ आज, किनकि रस नहाल्ने यसमा, यसरी बनाउने। धनियाँ सबै हालिसकेको थिएँ अघि, हेर्नु भयो भने त थाहा भएन भन्नाले भन्नु भुलि गएँ। अनि हेर्नु होला। अनि हाम्रो किचनमा यस्तै छ है। यो चाहिँ परदेशको किचन यस्तै हुन्छ र पनि हामीले गर्दैछौँ हाम्रो होटल चाहिँ है। अब सबै देखाउँ भने के देखाउनु, यति मात्र देखाउँछु। पाठको लागि भिडियोमा देखाउँछु अरू पाठहरू। यो चाहिँ यति नै आजको। ओके ल, बाई बाई, टेक केयर। अनि त्यही छ, अब अर्को पाठमा ब्लग लिएर आउनेछु। यस्तै छोटो मोटो ब्लग बनाउँछु र 99 सब्सक्राइब पुगिरहेको छ। बनाएको छ धेरै महिना, 1 वर्ष समथिङ पनि बनाएन, 1-2 महिना भिडियो छ अर्कोमा। अब यसमा चाहिँ यो चाहिँ मैले फेसबुकमा हाल्नुको लागि चाहिँ बनाएको। होस्, बाई, टेक केयर। नेक्स्ट ब्लगमा फेरि देख्नुहुनेछ नेक्स्ट छुट्टीमा।